नमस्कार, म करुणा र आज हामी कुरा गर्नेछौँ ऑटिज्ममा देखिने असामान्य रुचिको विषयमा। असामान्य रुचि भन्नाले कुनै पनि विषय, वस्तु, गतिविधिमा चाहिँ अत्याधिक रूपमा रुचि राख्ने, जुन चाहिँ सामान्य बालबालिकाहरू भन्दा फरक तरिकाले गहिरो रूपमा चाहिँ रुचि राख्ने गर्दछ। र ऑटिज्ममा असामान्य रुचिका उदाहरणहरू के हुन्छन् त भन्दाखेरि जस्तै एउटै भिडियो बारम्बार दोहोर्याएर हेरिरहने, एउटै कुराहरू दोहोऱ्याइरहने, अथवा कुनै पनि गाडी, ट्रेन अथवा नक्साप्रति चाहिँ अत्याधिक रुचि राख्ने अथवा एकहोरो नै त्यो विषयप्रति। र यो दैनिक जीवनमा कसरी देखिन्छ भन्दाखेरि जस्तै उनीहरूलाई त्यो कुराबाट छुटाउन लाग्यो भने चाहिँ उनीहरू तनावमा आउने, आक्रमण हुने गर्ने गर्दछ। र जस्तै सामाजिक गतिविधिहरूबाट पनि उनीहरू चाहिँ पन्छिने काम गर्दछ अथवा उनीहरूलाई चाहिँ मनपर्ने कुराहरूमा मात्रै उनीहरूले चाहिँ रुचि राख्छ। र अभिभावक चाहिँ कहिले चाहिँ सजग रहने अथवा कहिले चाहिँ ध्यान दिने त भन्दाखेरि उनीहरूको दैनिक जीवनमा प्रभाव पर्न थाल्यो भने जस्तै पढाइ, सुताइ लगायतमा र तनावमा, आक्रमणमा आउन थाल्यो भने चाहिँ सजग हुन आवश्यक पर्दछ। र कसरी सजग हुने भन्दाखेरि जुन कुरा उनीहरूले रुचि राख्छ त्यो रुचिलाई चाहिँ हामीले पूर्ण रूपमा रोक्नु हुँदैन र त्यही रुचि अनुसार चाहिँ उनीहरूलाई सिकाउनुपर्छ र नयाँ गतिविधिहरूमा चाहिँ बिस्तारै 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 उनीहरूलाई चाहिँ लर्न गराउँदै जानुपर्दछ।